मैले चाहिँ यहाँ जापानमै आफ्नै खेती गरेर चाहिँ अहिलेसम्म तरकारी कहिले नि किनेर खानु नपरेको आफैले खेती गरेर यसरी उब्जाउनु भएको यहाँ दाइसँग चाहिँ भेट भएको छ। दाइ नमस्कार है। नमस्कार दाइ। म चाहिँ जापान हिरोसिमाबाट है पुरै यसरी चाहिँ मैले चाहिँ यो चाहिँ 22 तला माथि हजुर दाइ हैन छतको बिल्डिङको 22 तला माथि खेती गरेको छु है। यो चाहिँ अहिलेसम्म जापान आएर अब तरकारी किन्ने पैसा खर्च गर्ने भन्ने कुरो छैन, आफै मेहनत गरेर यसरी फलाएको छु है। ल हेर्न सक्नुहुन्छ यहाँ अब यो नर्मल्ली हेर्दाखेरि पिरो छ होला जस्तो छैन, यो पिमाङ जस्तो छ हैन। यो खुर्सानी है एकदम पिरो छ लास्ट ठुलो हजुर अनि यो रायो सागहरू हैन ओरेन्ज उम्रिँदैछ है। ओरेन्ज उम्रिँदैछ भयो अँ यो चाहिँ नेपाल दाइज ल सागहरू यो चाहिँ खानामा रेडी भएको साग एकदम। यो आज टिपिन्छ यसलाई अब टिप्छु मैले है। अनि जापानमा एकदम पाउन गाह्रो भनेको हाम्रो धनियाँ एउटा हैन, धनियाँ एकदम हाम्रो यो नेपालीलाई एकदम नेपालीको मेन जेमा पनि हाल्ने धनियाँ चाहिँ है। झार कहिले पनि पलाउँछ आउने गरे फेरि बिदाको दिनमा समय दिएर यतिको बनाउन सकिन्छ। खुर्सानी हेर्नुहुन्छ ल हेर्नुहोस् डल्ले खुर्सानी है। ए लटरमै दाइ खुर्सानी टन्नै छ हैन। यसले खाँदो रहेछ मेरो टिपियो होला लगभग 4-5 किलो जति त टिपिसकेँ मैले हैन। हजुर दाइ टिपेर राखेको छु। यहाँ पनि फेरि नयाँ सागको बेर्ना हुँदैछ, मेरो मरौटी लगाएर हरेक कुराहरू छ। मरौटी चाहिँ मैले जापान पहिलोचोटि देखेँ दाइ आएपछि ल टन्नै छ खुर्सानी चाहिँ लगाइरहेको देख्थेँ तर मरौटी देखेको थिइनँ। मरौटी टन्नै छ सबै छ। अनि यो खेती फेरि हजुरले खेतमा भएको छैन है, यो चाहिँ यस्तरी छतमा भएको छ हेर्नु है। यहाँबाट हेर्नुभयो भने इ संसार यस्तो छ, यहाँनिर चाहिँ हरियाली भइरहेको छ। ल हैन गरेछ मेहनतको फल मिठो हुन्छ, मेहनत गर्न छोड्नु हुँदैन जहाँ गए पनि जे गरे पनि हैन। त्यो त घरकै अगाडि बरन्डामा के भन्छ त्यो गमलामा पनि अब फल्छ, बरन्डामा फुलहरू छन् हैन। हजुर। तुलसीदेखि लिएर हरेक कुराहरू हैन बरन्डामै पनि फुल फलाउन सकिन्छ लगाइयो भने। अघि नै खुर्सानीहरू फल्छ बरन्डामा मजाले। पहिला मैले यो खेत नगर्दा मैले बरन्डामै फलाएर खाने गर्थेँ हैन। हजुर अब यसलाई चाहिँ यो सागलाई चाहिँ हामीले यति लगाउनु पर्ने हुन्छ हैन। यता लगाउनु साग टिप्नु भयो है। टिप्ने चाहिँ अब टिप्ने अनि त्यहाँको फ्रेस खाने। ल गऱ्यो भने हुन्छ। केही हजुरहरूलाई सरसल्लाह चाहियो भने जापानमा चाहिँ तरकारी रोप्नको लागि केही मैले त रोपेको फल्दै फल्दैन भन्ने खालको सरसल्लाह चाहियो भने चाहिँ दाइसँग चाहिँ कन्ट्याक्ट गर्दा पनि हुन्छ होइन दाइ। बिउहरू यताउति चाहिन्छ भने पनि सम्पर्क गर्नु होला। हिरोसिमामा सागलाई नटिप्नु पर्ने पानी